बाबा कान्छोको दाइले भेनाजु भेटाएर ल्याउनु भइसक्यो रे। अब 1-2 दिनमै आउने जस्तो कुरा गर्नु भएको छ। अब यहाँ आउनुको कुनै अर्थ छैन छोरी, अब धेरै ढिला भइसक्यो। कस्तो कुरा गर्नु भएको बाबा? बिचराको दाइ आउनु भएदेखि अस्ति नै आइसक्थ्यो, भर्खरै त आइपुग्नु भयो रे। त्यसैले 1-2 दिनमा आउने कुरा गर्नु भएको छ, कसरी ढिला भयो? मैले तेरो बिहे अन्तै फिक्स गरिसके। त्यो केटाको चरित्र त्यति राम्रो छैन भन्ने कुरा गाउँका केही मान्छेहरूलाई थाहा रहेछ। त्यही माथि त्यो घरको जेठो छोराले 2-3 बिहे गरिसक्यो रे। त्यो घरमा बुहारी भन्ने जात फाप्दै फाप्दैन रे। अब दाइको त त्यस्तो हालत छ भने भाइको के हालत होला? राम्ररी सोच त। यसैले हेर छोरी, मैले भनेको मान, म तेरो बिहे अन्तै गरिदिन्छु, बुझिस? कस्तो नचाहिदो कुरा गर्नु भएको बाबा। मलाई तपाईँको माया लागेर लगभग बे हुन लागिसकेको मान्छेलाई पनि छोडेर आए, अहिले आएर यसरी धोका दिने? हेर्नुहोस् है बाबा, तपाईँलाई मेरो खुसीको मतलब छैन भने मलाई पनि तपाईँको इज्जतको मतलब छैन। तपाईँले मेरो इच्छा विपरीत को मान्छेसँग बे गराइदिन लाग्नु भएको? म त्यो मान्छेलाई चिन्दा पनि चिन्दिनँ र म त्यो मान्छेसँग बे पनि गर्दिनँ। हेर छोरी, मैले त्यो कान्छाको घरको बारेमा राम्रोसँग बुझिसकेँ। मेरो लागि त्यो घर ठिक छैन, बुझिस? यसैले अब तैँले मैले जे भन्छु त्यही अनुसार गर्नुपर्छ। बाबा, तपाईँले अरू जे भने पनि म सबै गर्छु, तर यो बिहेको विषयमा म कान्छा बाहेक अरू कसैलाई पनि सोच्न सक्दिनँ। तैँले सोचे सोच, नसोचे नसोच, तर तेरो बिहे 1 महिनाभित्र अन्तै गर्ने कुरा मैले सोचिसकेँ। तेरो बिहे त्यो कान्छासँग 1 हुँदैन 2 हुँदैन, बुझिस? छोराले उता म बुवासँग बस्छु। यो कान्छीलाई मैले कति भनिसकेँ, त थाकेर आएकी छोरी, केही गर्नु पर्दैन, ती भाडा म अहिले माछु भन्दा भन्दै कतिखेर लगी कतिखेर सासु र भाडा लिएर गएर तलल्ल पार पल्काएर ल्याएर राखिसकेँ। कान्छी छोरी आएपछि मैले त कुनै काम छुनै पर्दैन। यसलाई के थका लाग्थ्यो आमा? ऊ भाँडासाँडा सबै माझेर ल्याइहाली। अब यसलाई थका नलागे पनि ऊ जयहरूलाई थका लागेछ, मलाई त्यस्तै थका लागेछ, तपाईँलाई पनि गाह्रो भयो होला। त्यही भएर अब सुत्नुपर्छ के, बसेर हुँदैन। ओ कान्छी, खानपिन भइहाल्यो, अब बेलामा सुतेर आराम गर क्या। जा कान्छी, सुत सुत। कति पछि परिवारका सबैजना भेट भएका छौँ, न निन्द्रा लागेछ न थकाइ लागेछ। के सुत्नु दाइ? मजाले गफ गरेर बसौँ न। यस्तो थका लाग्यो के गफ गर्नु? आनन्दले ओछ्यानमा गएर मजाले आराम नगरेर। ए ठुले, अब छोरीले ज्वाइँ साहबलाई भेटे खुसियालीमा छोरीलाई थकाइ लाग्ने कुरै भएन। ज्वाइँ साहब हामीसँगै भएपछि हामीलाई थकाइ लाग्ने कुरै भएन। सानी नातिनी निधाकी छिन्, ठुली नातिनी बाबाको काखमा बसेकी थिइन्। के को हतार? मजाले गफ गरेर बसौँ न। त्यही त भने दाइ, जति बेला नै हतार गर्नुहुन्छ क्या। यत्रो समयको जङ्गलको यात्रामा के भयो, के घटना घट्यो सुनौ न हामी पनि। चुप लाग। मान्छेलाई यहाँ कस्तो थका लाग्छ, त्यो जङ्गल पुरै हिँड्नु पर्यो भयो अनि तल थाहा हुन्छ कति थका लाग्छ भनेर। तपाईँहरू गफ गरेर बस्ने भए बस्नु, म चाहिँ सुत्न जान्छु बुवामा। नकराउनु है ठुललाई, अहिले सुत्न नजानु। अनि तपाईँलाई थकाइ त लागे होइन? मलाई थाहा छैन? त्यत्रो काठमाडौँ सहरमा थकाइ मारेर आएको होइन? गाडीमा पनि आरामले बसेर आएको होइन? डराउनुहुन्छ है यत्तिकै, गफ लाउने बेला लाउनुहुन्छ, अनि अहिले पोल खुल्छ कि भनेर डराइरहनु भएको छ होइन? तपाईँले जङ्गलमा कस्ता कस्ता गतिविधि देखाउनु भयो, म बुवा आमा कान्छो भाइ कसैलाई केही पनि भन्दिनँ क्या, डराउनै पर्दैन। कान्छी, साँच्चै के गर्यो यसले? यो त हामीलाई ठुल्ठुलो गफ दिन्थ्यो। आमा, जङ्गलमा त भयङ्करको ठुलो बाघ आयो, अनि मैले यत्र यत्र आँखा तरेर हेरेको त ठाडो पुच्छर लागेर भाग्यो। म त हेर्दा डराएर बाघ, मैले त भगाएँ बाघलाई भन्थ्यो। साँच्चै यसले बाघ भगाएकै हो त? भगायो, अरू त को? हाम्रो ठुल्दाइले बाघ भगाउने यस्तो हुन सक्छ? बाघ देखेर हामीलाई चाहिँ जङ्गलबाट भगाउने सोचिरहनु भएको थियो दाइले। डराको डराई 2 पाइला हिँड्यो, फेरि डराउनुहुन्छ। कान्छी नजाउन, मलाई डर लाग्यो भन्नुहुन्छ, थर काम्नुहुन्छ। बाघ देख्दा त म पिसाबे खुस्काउनु भएको रहेछ, पछि पो थाहा पाएको मैले। मलाई त पहिल्यै शङ्का लागेको थियो कि
अब यति ठुलो गफ चाहिँ लाउनु किन आवश्यक थियो? नामै त ठुले अनि ठुलेले ठुलो गफ लान भने त गाह्रो हुन्छ नि फेरि। अब गाह्रो त भइहाल्छ नि, ठुलेमा ठुलो कुरा गर्नुपर्छ मैले भन्ने सोचेर ठुल्ठुलो गफ दिँदै हिँडेपछि गाह्रो त भइहाल्यो नि, देखेकै छ नि। कान्छाले के भन्ला सोध्ला कि कुरो पोट्याउला कि भनेर पनि डराउनै परिरहेछ। अब बुवा आमा सबैको अगाडि बहिनीले कुरो फुस्काइदिएले कि भनेर सुत्न जा गइहाल भन्नु परेछ। यो सब त फेरि डराएर होइन। त्यही भएर मान्छेको अगाडि ठुलो बन्नलाई ठुल्ठुला गफ नचाहिँदा गफ छाट्नै हुँदैन क्या। अब अस्ति आउने बित्तिकै जङ्गलमा बाघ देखेर डर लाग्यो, कस्तो डर लाग्दो ठाउँबाट हामी बाँचेर आयौँ भन्या भए त कुरै सकिन्थ्यो। अहिले यसरी डराइरहनु पर्थ्यो र? बेकार डराउनु पर्ने काम, गाह्रो हुने काम आफै गर्नु नि। अनि ठुलेमा ठुलेर एका ठुले म भन्दा बढी डराउनुहुन्छ। अब म नडराइकन त्यस्तो जङ्गलमा हिँडेको छु, बाबु त्यसरी नडराइ हिँड्नु भएको छ हिम्मतका साथ। सबैभन्दा ठुलो मान्छे नामै ठुल्दै भएको दाइ चाहिँ डराएको। म त्यस्तै उस्तै भएको भएदेखि डराएर फर्केर आइसक्थेँ होला। अनि हजुरको ज्वाइँ चाहिँ जङ्गलमा यतिखेर दुःख पारै बस्नु पर्थ्यो होला। धन्न बाबु, मैले हिम्मत गरेर हिम्मत नहारी दाइले जति नै किचकिच गर्दा पनि जति नै फर्क्यो भन्दा पनि हिम्मत नहारिकन अगाडि बढाएको थिएँ र आज हजुरको चाहिँ हजुरको अगाडि हुनुहुन्छ। यो मेरो सफलता हो। मेरो दिदीको हिम्मतको लागि एकचोटि ताली। हामी छोरीको हिम्मतको कारण आज हाम्रो ज्वाइँ हाम्रो अगाडि हुनुहुन्छ। तर ठुले तैँले ज्वाइँ खलको अगाडि बेइज्जतै गरेस् नि। उता पाइटमा जे गरे भए पनि यहाँ आएर ठुलो गफ नदिए भए हुन्थ्यो के। त्यो त बुवा अब ज्वाइँ ल्याएको जोसमा के बोली अब ठिकै छ नि त। अबदेखि त्यस्तो नबोलाउला नि। ल बाबा जे भयो के। अब त्यत्रो जङ्गल भुतारेर अनेक गरेर ज्वाइँलाई खोजेर लिएर आयो। सबभन्दा ठुलो कुरो र खुसीको कुरो नै यही भएको छ हामीलाई। अनि ज्वाइँ साहब, अब हजुर आउने बित्तिकै यस्ता कुरा के सोध्नु भनेर हामीले हजुरसँग केही पनि सोधेन। ठुलेलाई चाहिँ हामीले फोन गरेर सोद्धाखेरि पनि अब घरमै आएपछि ज्वाइँ साहबको मुखबाट सबै कुरा सुन्नु होला नि आमा भनेर भन्थ्यो। साँच्ची ज्वाइँ साहब, त्यस्तो घनघोर जङ्गलमा त्यो गुन्डाले हजुरलाई कसरी पुर्यायो? कसरी हुनु आमा, यो विषयमा मलाई कान्छीले पनि सोधिराखी थिइन्। मैले भनेकै छैन। त्यो पापीले मलाई बित्तिका समय बेपत्ता पार्दा हजुरलाई कति धेरै तनाव भयो, कति धेरै पीडा भयो। म त्यो अवस्थासम्म कसरी पुगेँ आज म तपाईँलाई सबै कुरा भन्छु। म अफिसबाट घर फर्कँदै थिएँ। को हो तिमीहरू? किन यसरी मेरो बाटो छेकेको? हामी को हौ माथि गएपछि थाहा पाउँछस्। यो तिमीले के गरेको? ल मलाई कसरी सहयोग गर्नु छ? मलाई कसले गोली हान्नु भने मलाई केही सहयोग गर्नुहोस् प्लिज। मलाई केही सहयोग गरिदिनुहोस् न। मलाई उठाएर बाइकमा हाल्नु भने सहयोग गर्नुहोस् प्लिज। मलाई कसरी सहयोग गरिदिनु न? सलिना के गरेको कि तिमीले? गोली निस्क्यो। यो सलिनाले किन त्यस्तो गरेकी होलिन्? ती केटाहरू को होलान्? उता घरमा कान्छु आत्तिसके होलिन्। यति बेला भइसक्यो, मैले के खाने होला? ओहो, सलिनाको मामाको फोन रहेछ। यति बेला भइसक्यो, म उसलाई यहाँ रुँगेर बसेको। अब म यहाँ बस्नु ठिक हुँदैन। मैले बरु सलिनालाई मामाकै जिम्मा लगाइदिएँ भने
ढुक्कै हुन्छ। हेलो, केटाले पो उठाउँछ त। हेलो, को हो? नमस्कार हजुर, म सलिनाको साथी। हेर्नुहोस् न, सलिनालाई केही अपरिचित गुन्डाहरूले गोली हाले अनि उनी घाइते भइन्। मैले अहिले हस्पिटल लिएर आएको छु। हामी नमस्ते मेट्रो हस्पिटलमा छौँ। हजुर कहाँ हुनुहुन्छ? मिल्छ भने यहाँ चाँडो आउनुहोस् न। हेलो हेलो, ल फोनै खालिदिनु भयो त। फोनै लाग्दैन त, के गर्नु भएको होला। बाहिर यस्तो हावाहुरी चलिरहेको छ, गढाङ गुडुङ गरेको छ। कान्छुको फोन पनि लाग्दैन, के गर्ने होला। फोनमा चार्ज पनि सकेर लागिसक्यो। सलिनाको मामा आइपुगिहाल्नु भयो पनि म सलिनालाई उहाँकै जिम्मा लाएर घर गइहाल्थेँ।